साथीहरू आज चाहिँ म आफै हेयर स्पा गर्दैछु है। हेर्नु यहाँ ठक्कै झऱ्यो। फेरि यसरी निकाल्छु हो। त्यही भएर छिपी हो। फेरि यस्तै गर्छु हो। एप्लाई गर्छु। हेयर पनि गर्छु नि त, त्यही भएर आज चाहिँ म आफै गरेको। फाइनली मेरो खतरा यतापट्टिको हुन्छ कपाल स्ट्रङ पनि हुन्छ। फिनिस्ड। अब यतापट्टिको छ हो। यसमा चाहिँ पहिला भिजन सिमेन्ट हो। अब यो चाहिँ मेरो खतरनाक हो। यतापट्टि सेम गरेको यतापट्टि पनि सेम प्रोसेस चाहिँ हुन्छ। यसरी नै गर्नु हो। ड्राई हुन्छ, ड्यामेज हुन्छ नि, स्मुथ हुन्छ। यसरी मजाले गरेर यसरी हेयरलाई चाहिँ हल्का मसाज दिने। यसरी 10-15 मिनट दिँदा हुन्छ। यसरी यसरी घुमेर यसरी तान्नुहोस्। तर यसरी तान्यो मजाले हो। फेरि यताबाट पनि हेर्नु यसरी गरेर तान्नुहोस् स्ट्रङ। यसरी गरेपछि चाहिँ तपाईँहरूले मजाले यसरी पोनीटेल गर्नुहोस्। उयो लाउनु पर्दैन, क्लिपहरू त्यो सेक्सन क्लिपहरू लाउनु पर्दैन। के गर्नुपर्छ भनेपछि चाहिँ यसरी सावर केप लगाउनुहोस् टाउकोमा हो। मेरो म चाहिँ दुईवटा लाग्छ त सावर केप। अनि यसलाई सावर केपहरू लगाइसक्यो हो। अनि मैले चाहिँ यो स्टेम क्याप किनेको छु नि त, अनलाइनबाट अर्डर गरेको। तपाईँहरू पनि गर्नु सक्नुहुन्छ आफ्नो लागि युज गर्दा। यसरी हाई लोहरू गर्नु सक्नुहुन्छ यहाँबाट होइन यसरी। अनि यहाँनिर यसको उयो चाहिँ घटाउने बढाउने चाहिँ यता साइडमा यसरी राख्छु 10 मिनट 10-15 मिनट राख्नुहोस्। म 10 मिनट राख्छु। अन्त किनकि भोक लागिसक्यो, खाना पनि खानुपर्छ नि त। अहिले चाहिँ मैले हेयर वास पनि गरेर आइसकेँ हो। अब चाहिँ ब्लो ड्राई गर्छु। देख्न सक्नुहुन्छ कस्तो मजाको हुन्छ कपाललाई। मलाई चाहिँ कर्ली नै मनपर्छ, त्यही भएर त्यति साह्रो ब्लो ड्राई गरिनँ। बाई बाई एभ्रिवान।